everyone. सनम हेलो भन्न. हेलो वेलकम. हामी कहाँ जाँदैछौँ त्यो भन्ने पहिला. आज हामी टाउन साइड जाँदैछौँ हल्का बजार गर्नको लागि. फेरि हामी उता सन्डीग्रामतिर नि जान्छौँ. किन जाने सन्डीग्राम? मासु किन्नु परेन. सन्डीग्राम नै जाने हो. आई डोन्ट नो. ओके. अनि पार्क पनि जान्छौँ फोटो खिच्न अनि टिकटक बनाउन. आज चाहिँ हाम्रो डे अफ हो के. सो वी आर गोइङ टु सेलिब्रेट आवर डे अफ. भोलिदेखि चाहिँ एकदमै काम छ. नाइटको नाइट त्यही भएर लेट्स गेट कनेक्टेड विथ अस. मै राम्रै हो भनिदेऊ आफैमा चलाऊ सनम तेरी कसम. यो चाहिँ हाम्रो बजार मार्केट हो होइन. के अरे बुटलको हाट बजार जस्तै छ होइन. तर आज मौसम चाहिँ क्या दामी हो. के लाने हो? स्ट्रबेरी, अङ्गुर, एप्पल. मलाई कस्तो वाटरमेलन खान मन लाग्यो यार. बुल्डक लिएर जाने भयो. गाइज हाम्रो सपिङ भयो होइन. सनम देखा त खै. इट्स देयर अल्सो वान मोर. रमाइलो छ यहाँको मार्केटहरू एकदम. यस्तो हावा लगाइरहेछ होइन. के गर्नु. हात फेरि प्याक छ. अब बाल सम्हाल्नु कि फोन सम्हाल्नु कि सामान बोक्नु कि यस्तै छ जिन्दगी. एउटा गाडी किन नि सनम. एउटा BMW भए हुन्छ. धेरै चाहिँदैन त्योबाट कि सिनबाट भयो प्लिज बचाइएर भयो. थ्याङ्क यू. हामी चाहिँ एउटा मार्केट गएर अब आइपुग्यो. घर जाने. अब यो सामान राख्ने. फेरि अब अर्को मार्केट जाने हो होइन. हो कि नै हो. यस्तो बोल न अलि. त्यही त. अनि भयो मैले सुन्ने गरी बोल. यहाँ गाउँभरिका सुन्ने गरी नबोल. गाउँको सब काम थियो घरतिर हेर्ने काम त आमाकै हो. छोटो आमाहरू आमा पिरितिर नगर त्यस्तो कुरा. अब भन हामी अब सामान छोडेर हामी कहाँ जाँदैछौँ मन. सन्डीग्राम रोडतिर. किन? नेपाली पसल छ त्यहाँ एउटा. चाउचाउ लिन र मटन लिन. मटन त यता इन्डियनकोबाट लिने. हामी नेपालीकोबाट लिँदैन. चाउचाउ मात्रै लिने नेपालीकोबाट. नेपाली यस्तो महँगो छ. त्यही माथि फोरी पनि छ भने सफा पनि छैन. एउटै त उठाउने. सबै त्यसै उठाउँछ. पोर्क पनि त्यसरी उठाउँछ. अर्को पनि त्यसरी उठाउँछ. चिकन पनि त्यसरी उठाउँछ. अनि काट्ने पनि एकै ठाउँ छ. आमा हाइजिन त मेन्टेन छँदै छैन भने. त्यो लन्डनमा त्यो प्लम स्ट्रिटहरूमा होइन. त्यो लुम्बिनीमा मैले हेरेको थिएँ. त्यहाँ मटन र चिकन बाहेक अरू केही पनि पाउँदैन होइन. तर पनि कस्तो सिस्टम थियो. त्यता एउटाले यता यसरी काट्यो एउटा यता काट्यो कस्तो मिलाएर. हाइजिन मेन्टेन गर्नु पऱ्यो नि त. हाइजिन युके जस्तो थाहा बस्छ. नेपाली पाएर देखाउनु भएन नि. अनि तर कस्तो राम्रो भ्यू आहा. यो चाहिँ राम्रो हो क्या पार्क. मैले पार्कको सुन्दरता बढाइदिएको छु. देखाउने हो र मान्छे हेर्ने हो. मलाई हेर्नु. म यत्रो मेकअप गरेर आएको छु. फाउन्डेसन लगाएर ब्लस लगाएर यहाँ लिपस्टिक लगाएर. कति महँगो मेकअप हो. लिपस्टिक अहिलेसम्म नेपालबाट किनेको हो नि. यहाँ एउटा ब्लस र फाउन्डेसन हो. 2 वर्षभन्दा बेसी बढी भयो. 2 वर्ष जेहोस् 2 वर्ष हुन लाग्यो. त्यही पनि त्यो एउटा लिपस्टिकले अहिलेसम्म काम देखायो. लिपस्टिक लिप लाइनर मलाई अहिलेसम्म किन्नु परेको छैन होइन.
अनि यो ज्याकेट पनि नेपालकै हो। नेपालबाटै ल्याएको मेरो त यो होल सबै नेपालकै हो। टी सर्ट पनि नेपालबाटै ल्याएको यो प्यान्ट जुत्ता चाहिँ यहीँको हो। जुत्ता यहीँको झोला ब्याग पनि नेपालकै हो। यो कानको एरिङ कानको एरिङ पनि नेपालकै हो। मेरो चाहिँ होइन यो चाहिँ मैले चीनदेखि मगाएको होइन यो भित्रको चाहिँ नेपालकै हो अनि यो स्कर्ट पनि नेपालकै हो नेपालको हो। अनि मेरो जुत्ता चाहिँ मैले एडिडासबाट यहीबाट किनेको हो एडिडास ब्रान्ड त भन्नै पर्दैन। ब्रान्ड अनि मैले यो पनि त सिन भनेर भनिनँ सिनबाट भन्ने। अनि मैले भने नि त यो सिनको हो भने यो एडिडास ब्रान्डको चाहिँ हो त्यही हो मेरो एरिङ छैन यार एरिङ अघि लगाएको जाँदै गएन कानभित्र हेर्न यो रुखमा आज त झन् साह्रै रुख पार्नु कि हामी चाहिँ नेपालीबाट सपिङ गरेर अब हामी इन्डियन सपमा जान लागेको है हामीलाई चाहिँ नेपाली सपबाट सपिङ गरेर अलिक सेटिस्फाइड मिल्दैन गाइज हामी चाहिँ घुमेर आएर ल्याएको सामान हो यो चाहिँ भुजा यो चाहिँ वाइ चाउचाउ अनि यो चाहिँ फलफुलहरू हो यो पनि फलफुल नै हो यो चाहिँ पिरो चाउचाउ हो यो चाहिँ हामी आज घुमेर लिएर आएको सामान हो गाइज अब चाहिँ हामी मिठो मिठो पकाउँछौँ मिठो पकाएर आई एम सो सरी कि म एकछिन सिरियसमा थिएँ बिजी थिएँ कि अनि त्यसपछि यहाँ हेर्नु है त मेरो साथीले यहाँ चटपट है अनि यहाँ पानीपुरी अनि यो ढुङ्ग्रा हो कि ढुङ्ग्रा होइन अनि यो फेरि यो सोयाबिनको छोइला यो पानीपुरीको आलु यो के हो बुल्डक ओ माई गॉड यति सबै रेडी भइसक्यो गाइज अब हामी खान्छौँ मिठो पकाएर खाने हो पाकिसक्यो कि खाना मात्रै बाँकी छ अब दिस लुक सो नाइस बट तर पिरो छ होला केटी हो फ्रिजमा यति कुराउने पनि छ नि होइन साइडमा कुराउने खानु ए आइसक्रिम पनि छ सही यो सबै रेडी भइसक्यो घुमेर आएर अब खाने अब खाइसकेपछि अब यो खाएको भिडियो चाहिँ हामी सनम काउछा मगरको युट्युब च्यानलमा राख्ने हो गेम खेल्दै खाने हो लभ गाइस अब हामी अर्को भिडियोमा भेटौँला बाई